साथीहरू दर्शन नमस्ते छ हजुरहरूलाई होइन। आज हेर्नु न आकाशको वेदर पनि यस्तो वेदरले एकदम साथ दिएको छ। हामी चाहिँ आज नोइस स्वाइनस्टाइन क्यासल प्लस आल्प जे चाहिँ जाँदैछौँ होइन। दाइ आजको ब्लग कस्तो हुनेवाला छ त्यसो हजुरले हल्का इन्ट्रो चाहिँ दिनु पर्यो कि ल। मनोज इन जर्मनीलाई धेरै धेरै बधाई छ। अब बाबुले नि भ्लग सुरु गरेको 3 महिना जस्तो भएछ। उन्नति प्रगति गर्दै जानु चाहिँ भाइको प्रगति मौलाइरहोस् फैलिरहोस्। तर दसैँका टिका र जमरा चाहिँ सधैँ महत्त्वपूर्ण कुराहरू होस् यस्तो के त्यो भन्दा पनि होइन। आज चाहिँ हाम्रो यात्रा चाहिँ कस्तो हुनेवाला छ र हामी कहाँ जाँदैछौँ त हजुर? हामी क्यासल जाँदैछौँ अनि अहिले चाहिँ हामी क्याम्पेन लुडे स्ट्रासबाट बानु प्रस्थान गर्दैछौँ। र अब आज के हुन्छ कस्तो कस्तो हुन्छ के हुने रहेछ त जर्मनीमा कस्तो रहेछ त जर्मनको माहौल अलिकति विकेन्डमा फ्री हुँदा केटाहरूले के गर्ने रहेछन् भनेर यदि तपाईँलाई मनमा खुल्दुली चुलबुली सनसनी केही मचिरहेछ भने तपाईँले आज यो भिडियो फुल हेर्नुपर्ने छ। अनि हजुरहरू चाहिँ जर्मन आइज थाहा हुन्छ नि त कस्तो ठाउँमा चाहिँ घुम्नु पर्दो रहेछ भनेर है त। लेट्स गो। जर्मनको सबसे मोस्ट पपुलर क्यासलमा चाहिँ म आएको छु होइन। अनि हजुरहरू यदि जर्मनबाट हेर्दै हुनुहुन्छ भने चाहिँ यो क्यासलमा आउनु होइन। यदि नेपालमा हुनुहुन्छ भने चाहिँ राम्रोसँग ल्याङ्ग्वेज गरेर जर्मनी आएर चाहिँ यो क्यासलमा चाहिँ आउनुपर्छ। यो भिडियोमा चाहिँ यो क्यासलको बारेमा म सबै भन्ने छु र देखाउने पनि छु। जर्मनमा वान अफ द मोस्ट पपुलर क्यासल चाहिँ यो हो होइन। यसमा चाहिँ होइन 1 वर्षमा चाहिँ 1 मिलियनजना मान्छेहरू चाहिँ आउँछ कि यो क्यासलमा हेर्न। हो त्यही भएर त स्टेट्युन होइन यति धेरैजना मान्छे आएन आज शनिबार। आकाश फुलै स्वस्थ मस्त छ होइन। हजुरहरूलाई चाहिँ म हल्का हिन्ट देखाउँछु भने यहाँबाट देखिए होइन। म चाहिँ माथि नै गएर देखाउँछु होइन। अहिलेको लागि भाइ इन्जोय गर्नु है त। यो चाहिँ मेरो थर्ड टाइम हो है। अनि फर्स्ट टाइम आउँदाखेरि अलिक मौसम राम्रो थिएन। सेकेन्ड टाइम आउँदाखेरि त्यति धेरै मान्छेहरू चाहिँ थिएन। सो दिस इज माई थर्ड टाइम। अहिले चाहिँ मौसम पनि राम्रो छ मान्छे पनि एकदम धेरै छन्। एकदम धेरै छन्। अनि अझ म लास्ट टाइम आउँदाखेरि हल्का हिउँहरू थियो क्या जसले गर्दाखेरि चाहिँ एकदम बवाल देखिरहेको थियो बाटो। अहिले चाहिँ तिमीहरूले बिचमा तिम्रो त्यो घोडा गाडी हुन्छ नि आउँछ नि यत्रो घोडा हुन्छ मा आएको छ नि यार। उनीहरूलाई त दिनदिनै अन्डा चना र केरा खुवाए जस्तो होइन। तिम्रो बाजेको टाउको मुला घोडाले कहाँदेखि अन्डा खान्छ? दिमाग लगाऊ दिमाग। चना अन्डा त खाला त फेरि चना केरा के चना केरा भन्नु चना केरा फेरि कहाँदेखि अगाडिबाट चाहिँ हुलहरू आइरहन् होइन। हाम्रो सिस्टरहरू पनि आइरहनु भएको छ। अनि उहाँहरू मलाई हेरेर हाँसिरहनु भएको छ म पनि हेरिरहेको छु। बट यस्तै सलाम वालेकुम। अनि त्यहाँबाट अनि हो त्यही यो यस्तो अरे सलाम वालेकुमहरू क्या हाम्रो नमस्ते या बोल। And now, hey, is it gonna be on YouTube? Yeah. Come on, guys. What channel? Ich habe ja viele gefunden hier. Jawohl. हामी आइयो फाइनली वी आर ब्याक होइन। हामी चाहिँ आइसकेको छौँ अहिले होइन। यहाँ चाहिँ एकदम धेरै टुरिस्टहरू हुनुहुन्छ होइन। हुन्छ नि यो चट्टानको बिचमा पुरै हुन्छ नि यतापट्टि सबै चट्टान छ नि। हो यहाँ आउँदाखेरि चाहिँ हजुरहरूले हुन्छ नि र यसको फोटोदेखि लिएर यहाँ हुन्छ नि पुरै चाहिँ देख्न सक्नुहुन्छ। यहाँ आइस खान सक्नुहुन्छ। आइस पनि यही रहेछ होइन। होइन त दाजु हजुर भन्नु नि एक शब्द एक शब्द हान्नु पर्यो। धन्यवाद। वाट द साथीहरू आज चाहिँ एकदम एक्साइटेड छु कि कस्तो हुन्छ नि क्या खुसी लागिरहेको। यत्रो दिनसम्म काम गरेर होइन कहिले समर आउँछ भनेर बसेको थिएँ। समर पनि आएर घाम लाग्ने बेलामा चाहिँ म यहाँ क्यासल आइसकेको छु। लास्ट टाइम आउँदाखेरि है ऊ त्यो चाहिँ अगाडिबाट गेट छ क्या त्यो चाहिँ बन्द थियो त्यतिखेर स्नोले गर्दाखेरि त्यो अगाडिको गेट चाहिँ खुल्ला छ। हामी त्यो टुप्पो जानुपर्छ। त्यो टुप्पोमा गएर नाइसेस्ट भ्यू अफ द ओल्ड होइन अफ द ओल्ड इङ्ग्लिस मिल्यो अफ द ओल्ड टप अफ द वर्ल्ड। टप अफ द ओल्ड नो टप अफ द वर्ल्ड नेपालमा जर्मनको बाबु जर्मन टप अफ द ओल्ड फ्रम द बटम अफ माई हार्ट। साथीहरू यार यस्तो राम्रो भ्यू छ कि पछाडि होइन। हजुरहरू चाहिँ अवश्य आउनु कि नोइस स्वाइनस्टाइन होइन। माई गड यस्तो बवाल भ्यू छ हेर्नु त पछाडि। माई गड हजुरहरूलाई देखाउँछ हेर्नु त
हाम्रो यत्रो उडेर यहाँ आएको छौँ होइन। ओ माई गड यस्तो कडाकै भ्यू त। कस्तो लाग्यो नि आजको हाम्रो नोइज स्वाइन स्ट्यान्ड क्या छ दाजु? हाम्रो डे चाहिँ लास्टै ओर्सिट भइसक्यो। अनि त्यसपछि हामीले लास्टै हाइकिङ पनि गऱ्यो। लगभग हामी 12 या 14 किलोमिटर चाहिँ हामी हिँड्यौँ। अनि त्यताबाट हिँड्दा नि हुन्छ होला अब यस्तो। त्यही हो छ औ ए उमेर यही हो हामी हान्दिनी है। यस्तै मान्छेले गर्दाखेरि हो नेपालमा राष्ट्रिय निकुञ्जको कम भएको। अनि त्यही छ इजी। अब ओह्रालै झर्ने रहेछ। ओह्रालै झर्ने जहाँबाट झर्नु पनि सिधा हुनु पर्यो कि बाटो होइन दाजु यार। ल हामी चाहिँ फाइनली तल बस स्टपमा चाहिँ आइसकेका छौँ। अब चाहिँ यहाँ केही खाजा खाने त्यसपछि ट्रेन समात्ने हिँड्ने। बस फेरि त्यो कान्तिपुरको बस हो कि साझा यातायात होला? साझा यातायात हरियो होइन पिङ्क बस हो। पिङ्क बस ए सरी ब्लू बसमा चाहिँ जाने हो हाम्रो लागि आउँदैन। अनि त्यहाँ अझै पनि देखिआएको हो त्यहाँ। हामी चाहिँ त्यहाँ गएर आएको होइन। एकदम राम्रो देखिएको थियो। एकदम रमाइलो भयो अनुभव होइन। अनि जोजोले नेपालबाट हेर्नु भएको नि होइन। अनि उहाँहरूले चाहिँ हुन पाओस् क्या अरे जोजोले नेपालबाट हेर्नु भएको चाहिँ प्लिज होइन आइदिनु होला यो घुम्न होइन। धन साथीहरू फेरि गाडीमा आइसकेको छु। अब खाजा खाने भनेको गाडी आइसकेको रहेछ, बसिसकेको रहेछ। गाडी चढ्ने जाने होइन होइन खाजा खाने त हाम्रो ठेलामा गएर खाम्ला नि त मोमो होइन। ठेलामा मोमो खान्छ त म ठेलामा मोमो खाने दिन गयो। अब चाहिँ हामीले प्लेटमा खाने हो। सेभ वाटर ड्रिङ्क बियर जस्तो कुरो हो कि यो त। हाई गाइज अब चाहिँ एकदम लास्टमा भ्लगको एन्डिङमा चाहिँ आजको हाम्रो डे एन्ड अफ द डेमा चाहिँ हामीले डोनट खाएर चाहिँ हाम्रो ह्याप्पी इन्डिङ गर्दैछौँ होइन। ह्याप्पी इन्डिङ होइन ह्याप्पी इन्डिङ नै हो नि। म त एकदम भोक लागेको बेलामा त एकदम खुसी हुन्छ नि त। हो त्यही भएर चाहिँ अब चाहिँ हामी यहाँ खाने त्यसपछि ट्रेन चढेर जाने होइन। अनि आजको भिडियो चाहिँ आजको भ्लग चाहिँ यहीँ इन्ड गर्नुपर्छ होइन। हो त्यही भएर चाहिँ जोले लास्टसम्म हेर्नुभयो उहाँहरूको लागि चाहिँ धन्यवाद होइन। अनि यदि हजुरहरूलाई चाहिँ इन्फर्मेटिभ भिडियो हेर्नु मन छ मेरो टिकटकमा चाहिँ मनोजिन जर्मन चाहिँ एकदम हेर्नु होला होइन। अनि अरू भनेको चाहिँ केही प्रश्न छ भने चाहिँ कमेन्ट गर्नु होला, नत्र म्यासेज इन्स्टाग्राम त भइहाल्छ। अनि हजुरहरूलाई चाहिँ खाने चाहिँ हामीले यो यतापट्टि त्यो हेन्सेन खाने हो हामीले। अनि यतापट्टि त यिनीहरू त अब नर्मल भइहाल्यो है त। ल अन्तिममा एक शब्द लानु पर्यो आजको। Stay tuned for more updates. Subscribe Manojin Jarman. अबे एक लाइन हान्नु पर्यो लास्टको। ल एक लाइन के हान्नु म त्यस आजको एकदम हाम्रो टुर चाहिँ एकदम भवाल थियो है। इट वाज लाइक एडभेन्चरस। अब हाम्रो ब्रदरको भएकै पनि मान्छेले भिडियो हेर्नुहुन्छ है। सो लाइक सब्सक्राइब सबै कुरा ठोकौँ होइन। कमेन्ट पनि ठोकौँ। जे भाइले प्रगति गरिरहेछ, राम्रै गरिरहेछ। तपाईँहरूलाई इन्फर्मेसन दिइरहेछ है।